बुलेट बन्ने बारुद र एक्सन जन्माउने खानी हुँ म। फाइनली आफ्टर अ लङ ग्याप एउटा बिग बजेटको नेपाली मुभी चाहिँ रिलिज भएको छ। राम नाम सत्य फोकसेस अन द म्यान हु इज नोन एज अगुवा, जसले चाहिँ करप्ट पोलिटिसियन र बिजनेसम्यानहरूलाई मार्दै हिँड्छ, लिभिङ बिहाइन्ड हिज ओन सिग्नेचर मार्क। किन चाहिँ अगुवाले मान्छे मार्दै हिँडिरहेछ, को चाहिँ हो यो अगुवा, फर्म्स द बेसिक स्टोरी लाइन अफ दिस मुभी। यो मुभीको लिड एक्टरहरू हुनुहुन्छ विराज भट्ट, सुपुष्पा भट्ट, सुशील श्रेष्ठ, दिव्या रामाजी अनि सुनिल थापा। यो मुभी चाहिँ डाइरेक्ट गर्नुभएको छ माइकल चन्दले। म चाहिँ यो मुभीको गुड र ब्याड एस्पेक्ट भन्न गइरहेको छु, सो तपाईहरु डिसाइड गर्न सकोस् यो मुभी हेर्ने कि नाइ भनेर। गुड एक्सन एन्ड म्युजिक। यो मुभीलाई चाहिँ ट्रुली एउटा एक्सन जनरको मुभी भन्न सकिन्छ, किनकि एक्सन चाहिँ यो मुभीको एकदमै इम्प्याक्टफुल छ। फिल्म मेकर्सले चाहिँ एकदम एफर्ट लगाएको छ यो मुभीको एक्सनलाई ग्रान्ड बनाउनको लागि। एक्सन डाइरेक्टर श्री श्रेष्ठले चाहिँ कुनै कसुर छोडेको छैन। एक्सन कोरियोग्राफी चाहिँ एकदम फ्ललेस नै देखिरहेको थियो थ्रु आउट द मुभीमा नै। विराज भट्टले चाहिँ आफ्नो बेस्ट एफर्ट लगाएको छ एक्सनमा। विराजको टावरिङ प्रेजेन्सले गर्दा चाहिँ एक्सन लुक्स अनबिलिभेबल। दो विराजले त्यति धेरै मुभमेन्ट चाहिँ गर्दैन एक्सन सिन परफर्म गर्दा, माइट बी बिकज अफ द एज फ्याक्टर। तर पनि श्री श्रेष्ठले चाहिँ विराजको क्यापेबिलिटी अनुसार चाहिँ वेल डिजाइन एक्सन कोरियोग्राफ गरेको छ। प्लस एक्सन चाहिँ एकदम र भायोलेन्ट छ, जसले गर्दा चाहिँ अडियन्स चाहिँ एकदम पम्प फिल हुन्छ। प्लस यो फिल्मको म्युजिक पनि त्यतिकै राम्रो छ। एभ्री सिनमा चाहिँ ब्याकग्राउन्ड स्कोरले चाहिँ त्यतिकै सपोर्ट गरि नै रहेको थियो। एक्सन सिनहरुमा म्युजिकले गर्दा त्यो सिनहरु चाहिँ एकदमै इम्प्याक्टफुल भएको छ। म्युजिक सुन्दा चाहिँ मलाई इन्डियन म्युजिक डाइरेक्टर अनिरुद्धको म्युजिकको याद आइरहेको थियो। मेकर्सले टेक्निकल एस्पेक्टमा चाहिँ एकदम राम्रो काम गरेको छ। तर वेयर दिस मुभी स्लाइटली फेल्स टु इम्प्रेस इज इन ब्याड इन्डल्जेन्ट स्क्रिन प्ले। यो मुभीको स्क्रिन प्ले चाहिँ मलाई एकदमै एब्रप्ट लाग्यो। आई डोन्ट नो माइकल चन्दले चाहिँ के सोचेर स्क्रिन प्ले लेख्नु भयो, बट आई फिल फर्स्ट हाफमा चाहिँ मेकर्सले दुईटा स्टोरी पाले पालो देखाउन खोजेको छ। सुशील श्रेष्ठको पार्टको स्टोरी चाहिँ एकदम हतारमा अगाडि बढ्छ। फर एक्जाम्पल सुशील र दिव्या चाहिँ लिटरली उनीहरूको थर्ड डेटमा आफ्नो लभ कन्फेस गर्छ, त्यसपछि दे स्टार्ट टु लिभ टुगेदर। मैले बुझेँ इट्स नट अ लभ स्टोरी मुभी भनेर, तर पनि आई फिल्ड इट वाज ओभरली रस। प्लस यो रस स्क्रिन प्लेले गरेर सेकेन्ड हाफ पनि ह्याम्पर गर्छ। म चाहिँ यसको बारेमा ब्रिफली अर्को पोइन्टमा एक्सप्लेन गर्छु। स्क्रिन प्ले चाहिँ एकदम ऱ्यान्डमली सिफ्ट भइ नै रहेको हुन्छ थ्रु आउट द मुभीमा नै। अनि विराज भट्टको क्यारेक्टरको मोटिभ पनि फिल्मको एन्डतिर मात्र एक्सप्लेन गर्छ, जुन चाहिँ अलि ढिला नै भयो जस्तो लाग्छ। हि किल्स ब्याक टु ब्याक पिपुल अनि अडियन्सलाई चाहिँ लाग्न सक्छ किन मारिरहेको छ भनेर, बट मेकर्सले चाहिँ यसको खुलासा एन्डतिर मात्र गर्छ, जसले गर्दा चाहिँ आई थिङ्क अडियन्स चाहिँ विराजको क्यारेक्टरसँग कनेक्ट गर्न सक्दैन। डिसकनेक्टेड अर अनएट्याच्ड। यो मुभीमा चाहिँ धेरै क्यारेक्टरहरू छ, तर आई फिल कि मेकर्सले चाहिँ कुनै पनि क्यारेक्टरलाई त्यति राम्रोसँग प्रायोरिटी दिएको छैन। कुनै पनि क्यारेक्टरको बारेमा हामीले प्रपरली बुझ्न सक्दैनौँ, त्यही कारणले गर्दा चाहिँ म चाहिँ कुनै पनि क्यारेक्टरसँग प्रपरली कनेक्ट हुन सकिनँ। मैले अगाडि भनेको थिएँ स्क्रिन प्लेमा हतार गरेको कारणले कुनै पनि क्यारेक्टरहरू डिपली च्यानलाइज नभएको कारणले चाहिँ त्यो कनेक्सन नै बिल्ड हुन सक्दैन। मुभीमा धेरै नै इमोसनल सिनहरू छ, तर कनेक्सन नभएको कारणले चाहिँ कुनै पनि सिनले एफेक्ट नै गर्दैन। इभन विराज भट्टको क्यारेक्टरसँग कनेक्सन बिल्डअप हुन गाह्रो हुन्छ। वेस्टेड ट्यालेन्ट। राम नाम सत्य चाहिँ एउटा मल्टिस्टारर मुभी हो, तर मलाई चाहिँ धेरै एक्टरहरू चाहिँ टेरिबली वेस्ट भएको फिल भयो। मैले पहिले भनेको थिएँ एक्टरहरूको क्यारेक्टर प्रपरली नलेखेको कारणले चाहिँ मुभीमा एक्टरहरूको सिग्निफिकेन्ट रोल नै छैन। यो मुभी चाहिँ इन एन्ड आउट विराज भट्टको मुभी हो। म चाहिँ डिसरेस्पेक्टफुल साउन्ड गर्न खोजेको होइन, तर आई डोन्ट नो वाइ डिड सुशील श्रेष्ठ सेड यस टु दिस मुभी, किनकि सुशीलको यो मुभीमा भएको नभएको केही अर्थ नै छैन। सेम गोज टु दिव्या रामाजी टु। दुवै एक्टरहरू चाहिँ पुरै वेस्ट भएको छ मुभीमा। इनफ्याक्ट यदि मेकर्सले चाहिँ सुशील र दिव्याको क्यारेक्टरलाई हटाएर विराजको क्यारेक्टरमा फोकस गरेको भए चाहिँ इट कुड हेभ बिन अ बेटर मुभी। सुशील र दिव्याको क्यारेक्टरले चाहिँ मुभीको स्टोरीमा केही एड नै गर्दैन, उल्टै स्क्रिन प्लेको फ्लो मात्र बिगारेको छ। इभन लेजेन्ड लाइक सुनिल थापा इज टेरिबली वेस्टेड। भिलेनमा हुनुपर्ने एउटा एक्स फ्याक्टर पनि मिसिङ छ यो मुभीमा। अनि आयुष सिंह ठाकुरी त नामको मात्र हो मुभीमा, उसको चाहिँ केही इम्प्याक्ट नै छैन स्टोरीको फ्लोलाई अघि बढाउनको लागि। प्लस खुसी कार्की र विराज भट्टको जोडी हेर्दा चाहिँ मलाई चाहिँ यति धेरै अनकम्फर्टेबल फिल भइरहेको थियो। बाइ द वे खुसी कार्की चाहिँ 6 वर्ष कान्छी हो, विराज भट्ट भन्दा होइन, विराज भट्टको छोरा भन्दा। अनि खुसी कार्की र विराज भट्ट चाहिँ लभ इन्ट्रेस्ट प्ले गरिरहेको छ।
हाउ टु एक्सप्लेन दिस ओभरअलमा भन्नुपर्दा चाहिँ राम नाम सत्य चाहिँ एज एन एक्सन पोइन्ट अफ भ्यू चाहिँ टेक्निकली ब्रिलियन्ट छ तर यो मुभीको चाहिँ आत्मा नै मिसिङ छ एकदम ठुलो पोटेन्सियल भएको मुभी चाहिँ टेरिबली वेस्ट भएको चाहिँ फिल भयो मलाई चाहिँ That's my review for this movie. हजुरहरूलाई यो मुभी कस्तो लाग्यो यदि हेर्नु भएको छ भने you can comment down and please don't forget to like and subscribe my channel. धन्यवाद.